हेलो साथीहरू, एनपिएल सिजन 2 मा कुन टिम क्वालिफाइड भए र कुन टिम डिस्क्वालिफाइड भए र आज यो भिडियोमा कुन टिमले ट्रोफी लैजाला त भनेर आज हामी पुरा प्रेडिक्सन गर्नेछौँ। पोखरा एभेन्जर्स, कर्णाली एक्स, चितवन राइनोस र जनकपुर बोर्ड्स टिम यो टुर्नामेन्टबाट बाहिर भइसकेका छन् भने सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाडौँ गुर्खोस र लुम्बिनी लायन्सले चाहिँ अब क्वालिफाइड राउन्डहरू खेल्नेछन्। यसैसँग कुरा गरौँ क्वालिफायर 1 मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्नेछन् र जित्ने टिम फाइनलमा पुग्नेछन् भने हार्ने टिम क्वालिफाइड 2 को लागि रेडी हुनेछन्। जस्तै इलिमिनेटरमा काठमाडौँ र लुम्बिनी खेल्नेछन्, हार्ने टिम आउट हुनेछ भने जित्ने टिम क्वालिफायर 2 मा क्वालिफायर 1 बाट हार्ने टिमसँग खेल्नेछन्। फाइनल खेल भने क्वालिफायर 1 को विजेता र क्वालिफायर 2 को विजेताको बीच 13 डिसेम्बरमा हुनेछ। ल अब प्रेडिक्सन सुरु गरौँ है त। मेरो विचारमा फाइनलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सको भिडन्त पर्नेछ र तपाईको विचार के छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।